भ्यागुताको कथा कसको? एकपटक भ्यागुता पानी खोज्दै 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 गएछ, कहीँ भेट्टाएन सुक्खा ठाउँमा। गर्दा गर्दै एउटाको राम्रो घरभित्र प्रवेश गरेछ। कहाँ प्रवेश गरेछ? अनि त्यो फेरि ठ्याक्कै घरभित्र पनि कहाँनिर थियो? कहाँ पानी हुन्छ प्रायः जसो घरभित्र भन्नु त बाब? कहाँ पानी हुन्छ? किचनमा प्रायः जसो हुन्छ होइन? तिम्रो किचन छ कि छैन? खाना पकाउँछौ? पकाउनुहुन्छ? कसले? अङ्कलले? तपाईँ खानुहुन्छ? ग्रेट। हो, मान्छेहरू खानै नसकेर कस्तो बिजोग छ कति है, खाना नपाएर अथवा खाना नसकेर अथवा खाना नभएर होइन र कति गाह्रो छ नि होइन स्वास्थ्यको कारणले गर्दाखेरि। बट युआर ग्रेट। अब यहाँ सुन्नुहोस्, एक दिन के अरे? को अरे? भ्यागुता। कहाँ गयो अरे? किन गयो अरे? ताली आफ्नो लागि त एकदम ध्यान दिएर सुनिरहनु भएको छ। ओके, अनि त्यो भ्यागुताले के गरेर थाहा छ? अब सुन्नु पऱ्यो नि त, भनेको छैन कहाँ थाहा हुन्छ। अब त्यो भ्यागुता चाहिँ पानी कहाँ खोज्दै 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 त्यहाँ एक ठाउँ चाहिँ यहाँ चुलो थियो। यो के अरे? त्यो चुलोमा आगो बलिरहेको थियो अनि यहाँनिर भर्खर मात्रै पानी राखेको थियो, पानी थियो है, बुझ्दैछ? कतिको कल्पना गर्न सक्दो रहेछ हेर्नु त, म चेक गर्दै। त्यो भ्यागुता थपक यहाँ पानी देखेर लोभले के गरेछ? यहाँ बसेछ। के अरे? यो भ्यागुता यहाँ बस्यो। सुरुमा त भ्यागुतालाई मजा भयो, गर्छ चिसो छ ठिकै छ, अलिअलि तातो तातो यतिको त केही हुँदैन भनौँ, खप्यो। अनि अलिक तातिँदै गएपछि पछाडि के भयो? अलिक बढी तात्यो नि, अलिक पोल्न थाल्यो। यसो गर्छ चार हो, यतिको तातो त केही हुँदैन हो भनेर अल्छी गर्यो क्या त्यसले होइन? अनि फेरि अल्छी गराइले गर्दा यतिको त केही हुँदैन, जा अब के भएर ठिकै छ म सुत्छु भनेर सुत्यो। सुत्दा सुत्दै फेरि अलिक बढी नै उम्ल्यो। उम्लेपछि अलिक बढी नै तातो भयो नि त होइन? यतिको त म खप्छु, यत्रो त खपेँ, अल्छी गरेर उठ्दै उठेन। अब त्यसो गर्दा गर्दै यस्तो उम्ल्यो कि त्यो भ्यागुता अब चाहिँ बढी नै तातो भएछ, फुत्त उफ्रिन्छु भन्दाखेरि फुत्त उफ्रिन्छु भनेको त खुट्टा हात दुइटै पाकिसकेछ होइन? मनले मात्रै फुत्त गर्दा त सबै गलेर भरे त त्यहाँ उफ्रिन नसकेर त्यहीँनिर के भयो त? पाकेर मऱ्यो। जिन्दगीमा छोराछोरी हो, बिहान उठ्न अल्छी लाग्छ नि। सम्झिनुहोस् भ्यागुताको कथा। एकैछिन ह्यान्ड राइटिङ गर्दै गर्दा यति जाब त अनि यसो गर, ह्यान्ड राइटिङ राम्रो बनाउने केही फरक पर्दैन, कपडा राम्रो लगाऊ, हे हुन्छ। यसो एक पन्ना पढो, हे छोड्दै, सरको होमवर्क छ भोलि त फेरि कुटा खाइन्छ होला, हे छोड्दै। त्यस्ता सबै कुरा हेले गर्दाखेरि तपाईँ भ्यागुताको अवस्था पुग्न सक्नुहुन्छ। तसर्थ छोराछोरी हो, अल्छी अहिले हटाइहाल्नुहोस्। तपाईँ धनी हुनुहुन्छ, तपाईँ गर्न सक्नुहुन्छ। तपाईँले अघि जुन कल्पना गर्नु त जिरो, त्योभन्दा तपाईँले बढी गर्न सक्ने क्षमता तपाईँसँग छ। तर त्यसको लागि के गर्नु पऱ्यो? जब तातिँदैछ नि फुत्त उफ्रिनु पऱ्यो नि त, बाहिर परेन जुरुक्क उठ्नु पऱ्यो। बिहानै उठ्ने बित्तिकै सिरकले छोपिरहेको बेलामा उठ्न त कसलाई मन लाग्छ, तर फुत्त उफ्रिनु पऱ्यो। भ्यागुता जस्तै केही छैन भन्दै भने के हुने? जिन्दगी डढ्छ, पाक्छ, बर्बाद हुन्छ, समय बित्छ। छोराछोरी त्यो याद गर्नुपर्छ। तपाईँ भ्यागुताको कथा। अल्छी लाग्छ कि के गर्नु? भ्यागुताको कथा।